गाइज नमस्ते वेलकम टु सिबी ब्लगमा सबैजनाले सन्चै होला म नि सन्चै छु आज चाहिँ लङ टाइम पछि भिडियो अनि सबैजनाले ह्यापी होली यहाँ छ भाइ विशाल ब्लग अनि ल ह्यापी होली अनि यता ठिक छ यता ह्यापी होली यो भिडियो चाहिँ फर्स्टदेखि लास्टसम्म नछुटाइकन हेर्नुपर्ने हुन्छ त्यही हो आजको मजा अन्तिममा थाहा हुन्छ आजको रमाइलो अन्तिममा थाहा हुन्छ त्यसैले भिडियो त्यो अन्तिमसम्म हेर्दिनु पर्ने हुन्छ तपाईहरुले अरु के छ एकदम सम्पूर्णलाई होलीको धेरै धेरै यो रङहरुको विशिष्ट पर्वको एक धेरै धेरै शुभकामना यहाँ चाहिँ हाम्रो आफ्नै लोकल ठाउँ है टावर हाम्रो ग्याङ चाहिँ यति हो ल गाइज यताउति हिँड न अगाडि पछाडि के बोल्ने त कस्तो उयो के फिल्स नै हराइसक्यो यही हो हाम्रो होली है सबैजनाले केटाहरूलाई होली बवाल लागिरहेछ हो र म अगाडि जानुपर्ने ल ल है गाइज ह्यापी होली है ल हमले भिडियो नै गरेर रहन्छ भन्ने क्या त्यही हो गाइज सलपल ल ह्यापी होली म त आएको नि 1 घन्टा जति भयो नि आएको केटाहरू किन सेलाएको हामी चाहिँ टावर चढिसक्यो यार टावर पनि धेरै दिनपछि आयो यार गाइज लङ टाइम मेरो स्टिकर टाँसे त यार मैले छैन सब फुकाइसक्यो नि moments later दे होली कस्तो लागिरहेछ त एकदम रमाइलो एकदम हो यहाँको पनि नट झिकेर बोलिङ दाइलाई होली कस्तो लागिरहेछ बवाल लागिरहेछ हैन तर यो टावरमा चाहिँ यो भएन है यहाँको व्यवस्थापन यो भएन यो चित्त बुझेन मलाई यो अब के गर्नुपर्ने त यहाँ अब यहाँ के गर्नुपर्ने यहाँको मान्छेले गर्नु पर्यो कि आफैबाट सुध्रिनु पर्यो हो ल ठिक छ गोर गर्नु भएन यहाँको मान्छे यहाँ फेरि आएको मान्छे आएको दोहोऱ्याएर आउने वातावरण हुनु पर्यो के होइन तपाईँ चाहिँ किन दोहोऱ्याइ आएको त फर्केर आउँदैन अनि तपाईँ चाहिँ किन दोहोऱ्याइ आएको त तपाईँ चाहिँ किन दोहोऱ्याइ आएको त अनि म त यहीँको ठाउँको मान्छे हो म त फोहोर गर्नु हुँदैन यहाँ मान्छेहरू आउँछन् बाहिर मान्छे आउँछन् यहाँ त एकदम राम्रो वातावरण दिनुपर्छ कि हाम्रो व्यवस्थापन चेक गर्न आएको हो क्या हो यहाँ त नयाँ मान्छे आयो भने हर हुर्र गरेर खाएर उफ्रेर होइन त्यस्तो हुन्छ त यो हुँदैन नि हुनु नपर्ने हो हुँदो रहेछ त अब के गर्नु युवाहरूले त झन् एकदम राम्रो वातावरण बनाउनु पनि यहीँको युवाहरू त्यस्तो छ क्या तपाईँले हामीले रमाइलो गर्दाखेरि अरूलाई डिस्टर्ब हुनु भएन क्या यहाँ कसैलाई डिस्टर्ब हुनु भएन आफ्नो रमाइलो गर्ने हो पाहुनाहरूलाई त्यहाँ स्वागत गर्ने हो नि त यहाँ त फर्केर आउने वातावरण छैन यार हो यता हेरेर भन्नु पर्यो कि तपाईँले होइन होला हो यता हेरेर भनिस् अनि अलिकति राम्रो हुन्छ एकदम राम्रो कुरा उठाइदेखाएको त हो म त अस्ति नै भने यहाँतिर मुख छाडिदिनुहुन्छ होइन सभ्य बनिदिनु पर्यो कि बोलीमा पनि धेरै सभ्य बनिदिनु यहाँको मान्छेले बोल्नु पर्यो क्या युवाहरूले भनी जे पाए त्यही बोल्नु यार होइन भएन क्या आफ्नो इज्जत हुने उहाँले पनि कुनै मान्छे यहाँ आउन यस्तो यहाँ यस्तो व्यवहार हुन्छ भनेर त भनिहाल्नु फ्यामिली लिएर आएको राम्रो व्यवहार गरे पो उहाँहरूले पनि राम्रै कुराहरू भन्नुहुन्छ आउने आगन्तुक पाहुनाहरुको उहाँले रेस्पेक्ट गरेर चाहिँ हैन एउटा राम्रो व्यवहार देखाउनु पर्ने अहिले पनि मलाई चित्त बुझेन कि मैले अघि नै भने हो बुझ्दैन यो त यहाँ व्यवहार गर्ने उहाँहरु फ्यामिली स्वैच्छिक फलानु अनेको टावर भनेर आउनु भएको त पनि यहाँबाट माथि आउँदैन भने उहाँहरु अभद्र व्यवहार हो नि त अभद्र व्यवहार जे पाए बोल्नु नि भएन नि बोलेर भयो त माथि हान्ने नि हैन बोली अस्ति बेला तपाईको त्यस्तो हुनु भनेको यहीको बदनाम हुनु हो कि नभए तपाईको यहीको बदनाम भयो यही वरिपरि हो
यहीको मान्छेको बदनाम भयो हाम्रो तलको मान्छेको बदनाम भयो त यहाँ भएन नि यहाँ त मान्छे आऊ आऊ हुनु पर्यो नि भनेपछि दादा व्यवहार गर्छन् कस्तो कस्तो खालको आदर सत्कार गर्छन् होइन अरूलाई डिस्टर्ब गरिने होइन आफ्नो रमाइलोले अरूलाई हानि पुग्नु भएन कि अरूलाई क्षति पुग्नु भएन यहाँ आउने व्यवहार चाहिँ मलाई नि मन परेन कि मैले अघि पनि बुझ्नु पर्यो क्या यो भन्नुपर्ने कुरा होइन कि हामीले भन्नुपर्छ हामीले बस्दा हेर्नु तल सिसा हेर्नु यहाँ हेर्नु न यसकै फेजमा कस्तो यहाँ कस्तो आएर मान्छे त्यहाँबाट गाउँ चढ्ने बित्तिकै कस्तो भुराहरूलाई नि यहाँ फोहोर गर्ने मान्छे यस्तो एकदम असभ्य व्यवहार गर्ने एउटा फोहोर गरेर राख्ने भाडो राखिदिनु पर्यो मान्छे फिलिङै छुट्टै हुँदैन यहाँ तपाईँको त्यो सिसा हेर्नु नि तल यहाँ देख्ने बित्तिकै कस्तो नराम्रो लागिरहेको छ नराम्रो देखिरहेको छ त्यति एउटा सानो कुराले त्यही आउने मान्छे आउँदैन क्या मान्छे पहिलो नजर त्यहीँ परिरहेको छ सबै नजर मान्छेहरू होइन टाढादेखि फिल्मसम्म पनि सुटिङ भएको ठाउँ हो म्युजिक भिडियोहरू टन्नै सुटिङ भएको ठाउँ हो यस्तो ठाउँलाई त सफा राखिदिनु पर्ने हो कि सबैले सफा राख्नुपर्ने सिस्टमेटिक बनाउनु पर्ने बोलीहरूमा पनि सबै हुनु पर्यो नि यहाँ आउँदा तलको एउटा सानो बच्चाले पनि मुख छाडिरहेको छ होइन त्यस्तो हुनु भएन नि त पाहुनाहरूको लागि मूल्याङ्कन नि सुन यो जस्तै यो बियर खान्छ ल रमाइलो गरे होइन त्यसको लागि एउटा डम्पिङ हुन्छ नि डम्पिङ साइड एउटा डस्टबिन जस्तो हुनु पर्यो नि त व्यवस्था थ्रो भन्ने हुन्छ नि त भोलि त्यो त बिक्री पनि भयो नि फेरि यहाँको मान्छे देखाउनु त्यो हिसाबले पनि जानु पर्यो बिक्री होइन अवस्था नि व्यवस्थापन पनि भयो होइन अनि यो चाहिँ हाम्रो स्थानीय निकायहरूले चाहिँ अलिकति ध्यान दिनुपर्ने हो कि भन्ने चाहिँ मलाई लागिरहेछ होइन बोलेर मुख छाडेर यहाँ टाउन यहाँ कोही चढ्न आयो यहाँ मुख छाडेर अनि हल्लाइदिने अब पाहुनाहरू त्यही भने अघि हल्लाइदिएर त्यहाँ 3-4जना परिवार निक्लेर जानुभयो क्या अब यहाँ फ्यामिली सहितै आउनु भएको थियो त्यहाँबाट निक्लेर तपाईँ त्यसमाथि हाम्रो यो टावरको हालत त एकदम जीर्ण नै छ नि त खानु उडाइसकेपछि अनि यी नटहरू सबै आएर खोल्ने उयो हेरेर खोलिरहेको छ नि कोही ठाउँमा त नटै छैन वेल्डिङले मात्रै त्यहाँनिर उफ्रिनु त त्यहाँनिर यो हल्लिरहेको छ अहिले पनि हावाले त साधारण हावाले त हल्लिरहेको यहाँतिरको डन्डी नै छैन ल मान्छे यहाँबाट खस्यो भने के हुन्छ यहाँको डन्डी यस्तो राख्न पाइन्छ यो सार्वजनिक ठाउँमा यस्तो राख्न पाइन्छ यहाँको यहाँ त जो पनि आएर खस्छ नि खोलेर अनि हामी पनि त कहिले काहीँ पाइलो झुकेर झर्न सक्छ हामी पनि तर यो यतापट्टिको डन्डी गएको हो खोइ बाहिरको मान्छेले आएर यसरी नोट निकाल्ने खाने बिगानी गर्दैन कि अब यति संरचना छन्जेल त हो नि सबैजना हेर्न घुम्न आउने पछाडि फेरि सबै बन्द हुन्छ उहाँहरूकै कमजोरी हेबिटले नै आउँदैन भने मान्छेले यहाँ एकचोटि आएर त्यो मान्छेले यहाँ अब नराम्रो बानी बिगार्दै भने फर्केर आएर मान्छेले जा भन्छ यहाँ दोहोऱ्याएर आउने भने चाहिँ लाज पचाएर आउने मात्रै हो The motherfucking Eagle Double G. Snoop Dogg. You know I'm mobbing with the G. त्यही हो गाइज हाम्रो धारा धारणा त्यही हो अब बरु यहाँको मान्छेहरूको चाहिँ यस्तो चाहिँ यहाँ हेर्नु नि यहाँ यो हेर्नु नि यो हेर्नु नि यो हेर्नु छैन यो भ्यू टावर जहिले त्यस्तै हो तै पनि जाउँ भन्ने हिसाबले होइन लाग्छ यार आफ्नै गाउँ भन्दा पनि लाज लाग्छ यार है यस्तो ठिक छ त बिजोग छ त अवस्था मान्छेले जे जाने त्यही गर्छ भने थाहा नि तपाईँले मैले भ्लग गर्न जाने भ्लग गरेर मैले भ्लग गर्न जाने भ्लग गरेर अब आउँछ केटाहरूले यस्तो यस्तरी खेल्छ यो उनीहरूले यही जानेछ यही गरेर होइन यस्तो हो नि त तपाईँहरूले अब जति पोस्ट गर्यो नि अब चिठी लेखेर दिए नि त्यही हो कुरो त्यही हो बनाउने होइन त्यही हो मैले मान्छेले जे जानेछ त्यही गर्छ नि त गेन्दै भन्नु त हो नि अब मैले यसरी भिडियो बनाउन जानिरहेको छु भिडियो बनाइरहेको छु उनीहरूले फुटाउन जान्नेहरूले त्यही हो होइन केटाहरू यसरी हल्ला गर्नु हाम्रो आज होलीको भ्लग एकदम बवाल जाओस् ह्याप्पी होली है गाइस ह्याप्पी होली जान्छ नि यतिको त यतिको भ्लग त जानै पर्ने हुन्छ हाम्रो अलिअलि मुख छाड्दा के हुँदैन होइन पुरै व्यवस्था नै बनाइदिएको क्या
टुट हाल्ने यहाँ मुख छाड्ने थुक्नु पर्ने खालको मान्छेहरू छ यहाँ मुख छाड्ने थुक्नु पर्ने खालको मान्छेहरू छ यहाँ के बोले भाइ के बोले के जथाभावी बोले जोइस भाइ हजुर अहिले त टुट भनेर हाल्न मिल्छ त मिल्छ त्यो टुट सुट हाल्ने नै किन डराउनु ओरिजिनल हाल्यो भने हैन काई केही नकाटिकन एकदम के भन्छ यो अर्गानिक जाने हो नि त जे कुरा नि हैन ल गाइस अब होली पनि यस्तै भयो अनि दाइ होली कस्तो भयो त अनि बवाल भयो ल बवाल ठिकै भयो ठिकै अनि यता हाम्रो दादाहरू पुरै बाइक स्टार्ट है यसो ल होली हो ए मोनी छ यहाँ दाइ होली कस्तो भयो त ल चल्दिउँ ल गाइस अब चाहिँ हामी चल्दिएको यहाँबाट गाइस ल हामी चाहिँ चल्दिएको ल बिस्तारै सँगसँगै आउँदा सँगसँगै एकदम वान पिस जान्छ वान पिस एकदम भ्लग माल जान्छ केटा एकदम माल भ्लग जान्छ यहाँ झन्डै भाले खाएको गाई छ आज गाइजहरूलाई खसीको मासुले नपुगेर झन्डै भाले हानिदिएको केटाहरूले झन्डै भाले एक्सिडेन्टमा पऱ्यो गाइज सुत्थ्यो केटाहरू ए सुत्ने उठ्ने त भइरहन्छ केटाहरूको के गर्नु गाइज गाह्रो छ है गाइस यही हो हाम्रो गरिब ब्लग भनेको एकदम बेरोजगार ब्लग भनेको यही हो छैन के गर्न चाहियो आउँदैन कहीँबाट होइन दाइ भइरहेको छैन हैन कोसिस चाहिँ जारी नै छ जारी छ आउन त आउँछ भिडियो कहिले 5-6 महिनापछि आउँछ कहिले 2-4 महिनापछि कहिले लगातार आउँछ कहिले आउँदैन यस्तै छ Few moments later. ल गाइस हाम्रो भिडियो चाहिँ यहीँतिर अन्त्य हुन्छ है सबैजनाले माया गर्नुपर्ने हुन्छ ल प्रकाश दाइ केही भन्नु छ भिडियो हाम्रो लास्टमा भाइलाई लगाइदिनु लागेको हो अब लास्ट बिदाई हो अन्तिम बिदाई हो अब लिएर जाने हैन ल काले यता हेर्दा केही भन्नु छ तँलाई के भन्नु छ अब होली खेल्यो आज 2000 कतिको होइन ठिकै छ ओ भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है 1 सेकंड यार मजाक हो रहा है ठिकै छ खेल्न चाहिँ खेल्यो होली चाहिँ एकदम रमाइलो भयो होली चाहिँ खेल्न चाहिँ खेल्यो कतिको थाहा आएन होली खेले चाहिँ अब बुढीसँग गएर खेल्ने त्यही भएर बगिरहेको हाम्रो भिडियो अन्त्यमा त अब केही भन्नु छैन गर्दछ तपाईँहरूको पनि होली एकदमै बवाल गएको होला भन्ने नाथले कल्याण गरून् जय जय होस् मङ्गल होस् दाइले केही जान्छ 2-4 टक्का ह्यापी होली त्यही हो ल गाइज बाई बाई ल